इन्सुलिन चक्कीमा किन हुँदैन? सुई किन लगाउनुपर्छ? मधुमेहका बिरामीहरूले किन इन्सुलिनको चक्की खान पाउँदैन र सधैँ सुई नै लगाउनुपर्छ भन्छन्? यसको पछाडि एउटा रोचक बायोकेमिस्ट्री छ। इन्सुलिन वास्तवमा एउटा प्रोटिन हार्मोन हो। यदि हामीले यसलाई चक्कीको रूपमा खायौँ भने हाम्रो पेटमा भएको कडा एसिड र पाचन इन्जाइमहरूले यसलाई मासु वा दाल पचाए जस्तै गरी टुक्रा टुक्रा पारिदिन्छन्। रगतमा पुग्नु अघि नै इन्सुलिन नष्ट हुने भएकोले यसले सुगर नियन्त्रण गर्न पाउँदैन। त्यसैले इन्सुलिनलाई सिधै छाला मुनिको बोसो भएको भागमा सुई मार्फत दिइन्छ ताकि यो बिस्तारै रगतमा मिसिन सकोस्। वैज्ञानिकहरू अहिले इन्सुलिन प्याच र इन्हेलर बनाउने प्रयासमा छन्, तर अहिलेका लागि सुई नै सबैभन्दा भरपर्दो उपाय हो। सुई लगाउँदा सधैँ ठाउँ बदलेर लगाउनुहोस् ताकि छाला कडा नहोस्। यो महत्त्वपूर्ण जानकारी मधुमेहका बिरामी भएका परिवारलाई पठाउनुहोस् र यस्तै जानकारीका लागि मलाई फलो गर्न नभुल्नुहोला।